नमस्ते साथीहरू। अनि इसमी अन्सुला ढकाल। अनि मैले दुईटा भिडियो हालेको छु। एउटामा चाहिँ के कमेन्ट आयो भन्दा प्लिज बुनु एक्सेप्ट माई च्यालेन्ज भन्नुभएको छ। अनि यो खानेकुरा दिनुभएको छ, टमाटर, लेमन, मिल्क एन्ड यो मिल्क होला सायद, आई थिङ्क मिल्क। अनि क्युकम्बर प्लिज भन्नुभएको रहेछ है। अनि मलाई चाहिँ अहिले अलिक टन्सिल भएर एकदमै गाह्रो भइरहेछ। मलाई अलि ज्वरो पनि आइरहेछ, त्यसैले मलाई माफ गरिदिनु होला। किनभने उहाँले तारा दङ्गालजी एकदमै माफी पाऊ। मलाई अहिले अलि टन्सिल भइरहेछ, त्यसैले मैले यो सब कुरा खानु भएन। तर यो मिल्क हो कि वाटर हो त्यो चाहिँ थाहा भएन। तर अब हुन्छ, म वाटर खान्छु नि त, पानी छ मसँग। मिल्क मैले खानुहुन्न बिकज आई हेभ गट फिभर होइन। सो है त। तर मलाई अरूले पनि यस्तै च्यालेन्ज दिनु होला, मैले खान मिल्ने। अनि त्यो चाहिँ म साँच्चीकै गर्छु। र तारा दङ्गालज्यूलाई एकदमै माफी छ मेरो तर्फबाट। बिकज टन्सिल भइरहेछ, यो सबै कुरा खानुहुन्न, टमाटर त खानुहुन्न, लेमन खानुहुन्न, मिल्क हो कि वाटर जे भए नि होस्, क्युकम्बर त चिसो हुन्छ, खानु हुँदैन। सो सबैजनालाई र तारा दङ्गालज्यूलाई चाहिँ एकदमै माफी पाउन चाहन्छु। मलाई माफ गरिदिनु, मलाई अरू केही दिनु, मैले खान हुने चिज दिनु, माफ गरिदिनु, माफी पाऊ। धन्यवाद।